सबैजनालाई स्वागत छ फेरि पनि मेरो सेकेन्ड ब्लगमा। अनि तपाईहरु सन्चै हुनुहुन्छ होला। अनि म पनि हल्का हल्का सन्चै छु किनकि मेरो हल्का घाँटी दुखेर बिजोक छ गाइस। के भन्ने यस्तै छ, यस्तै चलिरहेछ जिन्दगी। के भन्ने अब यस्तै छ गाइस। अनि मैले भिडियो चाहिँ बेलुकातिर बनाइराको गाइस किनकि अब बिहान त यसो खानासाना बनाउँदै अब टाइम बित्छ स्कुल जानुलाई। दिनमा त अब स्कुलमा हुन्छु अनि बेलुका अब 4 बजीतिर आइपुग्छ। त्यही भएर अनि यसो म चाहिँ अहिले भर्खर यसो टाइम मिलाएर चाहिँ अब बनाइराको। अहिले भर्खर 5 बजेर होला। सो त्यही हो गाइस। राम्रो भयो भने अब राम्रो त अब त्यही हो गाइस। लाइक कमेन्ट सेयर गरिदिनु होला। हाम्रो चाहिँ त्यहाँ डोगी सानो छ 3टा अनि उसको आमा पनि छ। त्यहाँ हेर्न सक्नुहुन्छ। म देखाउँछु तपाईहरुलाई। घाँटी दुखेर गाइस यस्तो बिजोक भइरहेछ नि त के भन्ने अब। यहाँ डोगी अनि उसको बच्चाहरू त्यहाँ। त्यस्तै हो गाइस। अब के भन्ने अनि तपाईहरुलाई म यताको नजारा देखाउँछु गाइस कस्तो छ भनेर। अहिले मौसम चाहिँ हल्का राम्रै छ आज चाहिँ। अनि दिन पनि हल्का राम्रो गयो। गाइस मैले चाहिँ निद आउँदैछ। त्यहाँ चाहिँ हेर्नु गाइस ट्र्याक्टर आइरहेछ। मलाई चलाउन आउँदैन भने म चलाउँथेँ अरे क्या। त्यो बिजोक भयो यार। सो तपाईहरुलाई त्यही हो। यता मोनेस्ट्रीको भ्यूहरू देखाउँछु। त्यही हो गाइस। धेरै राम्रो त बन्दैन होला भिडियो बिकज त्यही हो तपाईहरुले हेर्न सक्नुभयो होला कि त्यही हो। म त्यही हो भन्दा पनि त्यही लाइक बस्दै खाँदै त्यही हो गाइस। अनि अहिले मलाई पढ्नु पर्ने छ। सो त्यही हो। हजुरले म हल्का भ्यूहरू देखाउँछु यताको। नजारा चाहिँ यस्तो छ है गाइस। के भन्नु हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ मोनेस्ट्री छ। अनि म चाहिँ यता बस्छु मोनेस्ट्रीको छेउछाउमै। एकदम बिहान 1 उठेर के जब मोनेस्ट्री हेर्छन् मतलब एकदमै मनदेखि कस्तो राम्रो त्यो हुन्छ। फिलै अर्को हुन्छ नि त अब बिहानै उठेर यसो हेर्दा त अब त्यो हेर्न त्यो के भन्छ होसहरू छ। यता लद्दाखको चाहिँ यस्तै हुन्छ घर। अब के भन्ने गाइस नेपालमा पो आफ्नो अब यता त अब कस्तो भन्ने त्यस्तै छ। अनि अब म चाहिँ यसो जादु बनेर हेलो गाइस भनेर क्या गाइस। अनि गोबरहरू हुन्छ गाइस। म देखाउँछु तपाईहरुलाई। एकदमै सर्दीमा जलाउनुको लागि चिसो हुन्छ नि त गाइस। के भन्ने बिजोक पो छ त फेरि। यहाँ अब भोलि पर्सि जब गर्मीको सिजन आउँछ नि त पुरा यहाँ के अरे घाँसहरू त्यो हुन्छ। मलाई आउँदैन गाइस। जो भी हो आप लोग समझ लीजिए। मलाई चाहिँ अब भन्न आउँदैन हल्का नेपाली तपी हल्का ट्राई गऱ्यो भने पनि एन्ड यस्तै हो गाइस। अब हल्का अब राम्रो भयो भने अब लाइक कमेन्ट सेयर गरिदिनु होला। नराम्रो भए पनि लाइक कमेन्ट सेयर गरिदिनु होला। एन्ड त्यही हो गाइस। यो अब धेरै त बनाउँदिनँ गाइस बिकज कहीँ जाने त होइन। अब त्यही हो तपाईहरुले हेर्नु सक्नुभयो होला कि यस्तै छ। भ्यूहरू पनि अब यति नै हो। एन्ड म पनि एकदम हल्का बिमार छु। त्यही हो गाइस। अब फेरि पनि भेटौँला हामी अर्को ब्लगमा। एन्ड थ्याङ्क्स फर वाचिङ माई भिडियो।